हजुरको फर्स्ट बेबी खै त रिप्लाई दिनु न प्लिज भन्नुभएको छ होइन। यो क्वेसन चाहिँ मलाई धेरैजनाले सोध्नुहुन्छ क्या। प्रायः सबैलाई थाहा छैन मेरो फर्स्ट बेबी मेरो छोरी चाहिँ मेरो पहिलेको बिहाबाट हो कि फर्स्ट म्यारिजबाट हो। अनि अहिले चाहिँ ऊ नेपालमा बसिरहेको छ मेरो आमा र बाउसँग। 2 वर्ष अगाडिसम्म मैसँग थियो, तर त्यस्तै सिचुएसन आएर अब उसलाई राम्रो इन्भाइरोमेन्ट दिनलाई, सेफ इन्भाइरोमेन्ट दिनलाई, ओभरअल उसकै वेलबिङको लागि मैले नेपालमा लगेको के। अनि मेन्टल्ली स्टेबल थिएन त नभनौँ, चाहिँ एकदमै लो पोइन्टमा थियो क्या। मलाई एकदमै एन्जाइटी डिसअर्डर टाइपको सिम्टम्सहरू देखिन थालेको थियो। दुवैजनाको वेलबिङको लागि नेपालमा राखेको उसलाई। अनि अहिले झन् नेपालमा राखेदेखि उसले एकदम बोल्ने, राम्रो कम्युनिकेट गर्ने, अहिले 3-4वटा ल्याङ्ग्वेज बोल्छ होइन। अनि इमोसनल्ली एकदम इन्टेलिजेन्ट भएको छ। मेरो आप्पा र आमाले एकदमै राम्रो गरिराखेको छ कि। होपफुल्ली अर्को वर्ष चाहिँ हामीसँगै लिएर आउने प्लान छ। अब लिगल प्रोसेसहरू छ। मैले उसको भिडियो फोटोजहरू 2-3वटा भिडियोमा त राखेको छु हल्का हल्का। सोसल मिडियामा जजमेन्टहरू हुन्छ, उसको स्कुलमा कहीँ पनि मेरो कारणले उसलाई चाहिँ जजमेन्ट खेप्न नपरोस्, नराम्रो नहोस् भनेर चाहिँ मैले नहालेको क्या। मैसँग भएको भए चाहिँ मैले हाल्थेँ होला, किनभने प्रोटेक्ट गर्न म साथमा थिएँ नि त। अहिले मसँग साथमा छैन, त्यही भएर नहालेको। नेपाल जाँदाखेरि मैले गोरे दाइसँग बन्डिङ होस् भनेर स्कुल लाने, पुर्याउने, अनि उसको के प्रोग्राममा पार्टिसिपेट हुने गरेको थियो क्या। अनि लिन जाँदा पुर्याउन जाँदाखेरि अर्को प्यारेन्ट्सहरूले के अब कुरेर बसिराखेको हुन्छ नि, कस्तरी हेर्ने क्या। त्यो स्टेयर हुन्छ नि, कस्तो जजमेन्टल स्टेयरलाई नै अनि गोरे दाइलाई क्या अप्ठ्यारो बनाउने, कस्तरी हेर्ने क्या फुल अफ जजमेन्टले। अनि त्यसपछि म डराएँ कि। त्यही भएर मैले मेरो छोरीलाई चाहिँ यो टिकटकतिर चाहिँ हाल्ने नगरेको। कुनै पनि सोसल मिडियाको प्लेटफर्ममा त्यति राख्दिनँ म। सँगै भएको भएपछि चाहिँ म राख्थेँ, अहिले सँगै छैन, त्यही भएर राखेको छैन। त्यही हो है, मेरो छोरी चाहिँ अहिले मेरो आप्पा र आमासँग नेपालमा छ।